देखेँ भेटाए के ल ल ह्याप्पी दसैँ। ह्याप्पी दसैँ हो, दसैँ त रमाइलो होला जस्तो छ। मान्छेले सुर काट्छ नि यहाँ खसी भइरहेको यहाँ त पक्काको खसी हो। फल फल देखाइदिनु त फल फल देखाइदिएछु को चाहिँ फलमा लाउनुहोस् त मजाले हो। यहाँ हाम्रो केसे दाइ यहाँ चाहिँ एउटा हालिहाल्छु क्या अहिले भविष्य फल फल भने अहिलेसम्म फल भन्दै हाल्दै भिडियो लग्ने लारीले काम हुन्छ। त्यसले हुन्न क्या, रङ उ भयो के रङ पातलो भयो त के त्यो पानी बन्द गरे भने त झन् खल्ल खल्ल त भयो बस्यो कि बा अलिअलि बसे भइगयो यार। चलो ल जेठानजी भयो लग्नुहोस् बन्द गरिदिनु। म त तपाईँलाई पठाइदिनु लाग्यो पत्तु यता खाएर त पत्तु जेठानजी कस्तो भइरहेछ? कटिङ गर कस्तो ठिक भइरहेछ? एकदम बबाल। ल मैले यो भिडियो तपाईँलाई पठाइदिन्छु है। खसीवाला हो, खसीवाला हो खसीवाला ल ठिक छ। आज यस सालको दसैँ राम्रै होला हो। बबाल। नाइडु भएन ल कति बज्यो? 7 बज्यो 7:30 भयो। भित्र पुरा के अरे आजको मिना स्याउ बुकुमा सेबुकुमा र जज्याङ छ अरे त्यसलाई भ्यात्त हान्नु नि पेटमा। अब त्यो त भइहाल्छ नि, यहाँ अलिकति लेभल मिलेन कि। 26 किलो कममा 30 को त हान्न पर्छ। 30 को त्यो कसम गर्छ हान्ने। एकैछिन पोलिस है म त्यहाँ त्यही छोप्नुहोस् के होइन कि यहाँ यो छोप यस्तो बन्छ कि तपाईँको ओइ दा तपाईँले काट्नु सक्नुहुन्छ। तैँले गेडा छ भाइ सिबे भागलाई न आउँछ बस के राबिने हो के किन फोन नउठाउने? धेरै दाइर ओइ सर किन फोन नउठाउने फेरि के उठाए यत्रै नराख्ने गरी हामी खाँदा यस्तो मासु पनि मस्तो हुन्छ। 400-500 रुपियाँहरू हाल्नु हामी। आटा छैन के नुनको मिसिन नुनो पराएको छ नि होइन तिनीहरू आएनन् भने 2500 को चाहिँ मलगु लाग्यो हुन्न र हुन्न र छोप्नुपर्छ कि यो पछिबाट थाकु गरौँ लाग्यो। बिला बराबर होस् नि जेठानजी है। मैले पहिला ऊ मिला आफ्नो गर त्यो घाटा नपरोस् कसैले पनि नै। त्यो गर्दनको मासु गर्दानको हुन्छ। दिन्छु म ह्याप्पी दसैँ एभ्रिवान। ल अब यो सार्नुहुन्छ र अलिअलि सार कता सार्ने? सार्नु पर्यो तपाईँले होइन कि यिनी बिला ठुला हुँदै गयो क्या। अब होइन त्यो मासु पनि त कम हुँदै गयो र त्यो यो सार्दै जाने भने हो कि मैले। लाउनुहोस् जेठानजी ल भयो भिडियो। यो कत्नको मासु हो गाडी। जत्नको भए पनि हालिदिनु क्या। यो के करमको हो के त्यो हाल्ने हो कि ल हाल्न हालेर होला।